बिचारा महिनामा 20-30 हजार कमाउनुहुन्छ, 40-50 हजार कमाउनुहुन्छ, उहाँले के कमाउनुहुन्छ र बिचारा भर्खर बुढी बेगारे छ, स्वागत राम्रोसँग पनि भएको छैन, बलिजीको बिचारा बच्चा एउटा सानो छ, त्यो बच्चा खेलाउने समय पनि पाएन, कलाकारिता गर्दा गर्दा बल्ल 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 ए हेलो यहाँ सुन्नु न, किन आएको त नि, आएपछि समाइदिइहाल्छ नि, तपाईँ आयो भने त समातिदिन्छ, यहाँ सुन्नु न, होइन मैले भन्न होइन, मैले भन्न खोजेको मिलिजुलीमा भएको कुराहरूलाई मिलिजुलीमै मिलाउनु पर्छ। अब 4 जना 5 जनाले समाएर झ्यानेपुटी पारेर जङ्गलतिर लग भए त त्यसलाई 50 वर्ष होइन, त्यसलाई आजीवन जेल हाल्नुपर्छ। अब यसरी च्याप्पा समाएर गालोमा चुप्पा खाएर के छ कान्छी अन्त ठिक छ, आई लभ यु बाबा भन्दा लभ यु बाबा, म तपाईँसँग बाँच्नै सक्दिनँ नि भनेपछि त्यो बलात्कार हुँदैन। नेपालको कानुन संशोधन गर्दाखेरि यो कुरालाई पनि पहिलो नजरमा राखियोस्। नमस्कार। यति बेला त छानबिन हुँदैछ नि त, कसरी लिनु भएको छ, उहाँमाथि जाहेरी पनि परेको छ। उहाँलाई अहिले सामान्य एउटा भनौँ न मुद्दा लागेको छ सानो, त्यो मुद्दाले उहाँको इज्जत जाँदैन। र सागलजी तपाईँको गरा काट्नु छ, एकचोटि नेपाल तान्त्रिक झाँक्री सङ्घमा आउनुहोस्, तपाईँलाई ढ्याङ्ग्रो बजाएर हनमन गर्ने मेरो जिम्मा होला।